हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। स्वागत छ फेरि पनि नयाँ भिडियोमा हजुरहरूलाई। आज चाहिँ म मेरो बगानको अर्गानिक केरा देखाउँदैछु है हजुरहरूलाई। अब मेरो बुढाले आज केलाको घडी काट्दै हुन्छ। अन्त केलाको घडी यत्रो ठुलो छ, हेर्नुहोस्, देख्न सक्नुहुन्छ हजुरहरूले। ल साथीहरू, केला चाहिँ यसरी यति ठुलो घडी क्या, लामो, कहिले खाइसक्नु पाकेपछि त एकैचोटि पाक्छ। अन्त म यहाँ फुल देखाउँछु कि तलदेखि कसरी काट्दै हुन्छ बुढाले। केला त कति खानु हो प्रभु, भयङ्कर भइराखेको छ नि। उता पनि यत्रो केरा कोसाइराखेको छ। यो पनि लगभग पाक्ने बेला भएछ, ठुल्ठुलो कोसा। यो चाहिँ अलिकति किन छिटो काटेको भने यस्तो भइरहेको छ कि यसको बोट पुरा ढल्नु खोज्दैछ। अन्त मैले यसरी यसलाई चाहिँ नि अस्ति आठ दिइराखेको थिएँ। हावाले पुरै झन् तल ल्याएँ नि त, त्यही भएर मैले बुढालाई काट्नु भनेको आज। अन्त काट्न लाग्नु भएको छ बुढाले, यसरी देख्न सक्नुहुन्छ साथीहरू। ढल्यो नि यसको त्यो टेका। देखाउनु केला। अरे वाह, कत्रो लामो घडी हो नि। यसमा कति काइयो बन्छ बाबा? कहीँ दिन कति काइयो बन्छ? यसमा त लगभग 10 काइयो। देख्न सक्नुहुन्छ साथीहरू। लाँदै हुन्छ बच्चाहरूको भाँडाकुटी चाहिँ यसरी फिन्जिरहेको छ खेलेर। यसरी बच्चाहरूले भाँडाकुटी फिँगाइरहेको छ। यहाँ लिएर राख्नुभयो। अब यसलाई राखिराख्नुपर्छ, गर्मी छ, यो पाक्छ अब 1 हप्ताभित्र। अब म हजुरहरूलाई फेरि पाकेपछि फेरि अर्को नयाँ भिडियोको साथ फेरि देखाउँदैछु हजुरहरूलाई। यहाँ के गर्दैछ, दुईजना मेरो बाबु नानी खेलिराखेको छ यसरी। नालीमा त्यो किरा देखिछ कि, अन्त किरा हेर्नु भन्दैछ है यसो। हो र, के छ? देख्न सक्नुहुन्छ साथीहरू। अर्को यो घडी चाहिँ अलिकति बोट राम्रै छ, त्यही भएर मैले यसलाई चाहिँ नकाट्नु पठाएको अलिकति केही दिन। अरे बाबा यहाँ आउनु, बाबालाई बोलाऊ। नानी यहाँ आउनुहोस् न हजुर। बोलाउँदैछु मैले। यहाँ हेर्नुहोस् त, यसको हालत हेर्नुहोस् के छ, बोटको हालत।